सबैले नयाँ वर्षको शुभकामना है। आज नयाँ वर्षको दिन चाहिँ मैले बिहानै एउटा नराम्रो मेसेज रिसिभ गरेँ होइन, देखेँ भनौँ न। एउटा बहिनीले मेसेज गर्नुभएको, उहाँ बहिनीले चाहिँ बहिनीले भनौँ न, उहाँ बहिनीमाथि चाहिँ 6000 पाउन्ड नेपाली 12 लाख रुपियाँ चाहिँ स्क्याम भएको रहेछ होइन। धेरै ठुलो एमाउन्ट हो 6000 पाउन्ड भनेको। बहिनीले चाहिँ यो अप्रिलमा चाहिँ इनरोलमेन्टको लागि चाहिँ उहाँ फीहरू चाहिँ म्यानेज गरेर भनौँ न खातामा राखेको रहेछ। त्यो पैसा चाहिँ 6000 पाउन्ड चाहिँ स्क्याम भएर स्क्यामरले चाहिँ बेपत्ता बनाएछ होइन। के भएको रहेछ भने चाहिँ एउटा म पुलिस हुँ भनेर एउटा फरेस्ट गेट पुलिस अफिस भनेर यता फरेस्ट गेटको त्यहाँ गुगलमा सर्च गर्दाखेरि पनि त्यो नम्बर देखियो अरे होइन। फरेस्ट गेट पुलिस अफिस भनेर नम्बर देखियो अरे। त्यसपछि चाहिँ त्यो बहिनीलाई चाहिँ तिमीले चाहिँ यो देशभन्दा यो हाम्रो युके भन्दा पनि बाहिरको देशहरूमा पनि तिम्रो नामबाट अनयुजुअल ट्रान्जेक्सन भएको छ। करिब 90,000 पाउन्ड जति चाहिँ अनयुजुअल ट्रान्जेक्सन भएको देखिन्छ र यो चाहिँ एकदम ठुलो केस मानिन्छ यसलाई। यो केस मिलाउनलाई तिमीले चाहिँ अलिकता यता चाहिँ पैसा दिनुपर्ने हुन्छ, के पैसा मिलाउनु पर्ने हुन्छ के भनेर चाहिँ यसरी फोन आएको रहेछ। फोन आउँदाखेरि त्यो बहिनीले चाहिँ अनि धेरै कुरामा कुरा के गरेर हुन्छ नि, फसाउँछन् नि यिनीहरू होइन। कुरामा कुरा गरेर के गरेर यो गर त्यो गर भनेर चाहिँ अनि गिफ्ट कार्ड किन्न लगाएछ होइन। गिफ्ट कार्ड पनि त्यो बहिनीले 6000 पाउन्डको गिफ्ट कार्ड किनेछन् होइन। 6000 पाउन्डको गिफ्ट कार्ड भनेको त धेरै हो नि त। त्यो 6000 पाउन्डको गिफ्ट कार्ड किनेर त्यो चाहिँ गिफ्ट कार्डको त्यो हुन्छ नि नम्बरहरू, त्योलाई चाहिँ स्क्यामरलाई दिएछ। स्क्यामरले त्यो पैसा गिफ्ट कार्डबाट पैसा ट्रान्सफर गरेछ होइन। अनि त्यसपछि चाहिँ आज यस्तो भयो दाइ, मलाई चाहिँ एकदम तनाव भयो, अब के गर्ने, कसरी इनरोलमेन्ट गर्ने भनेर मेसेज गरेको थिएँ। मलाई चाहिँ एकदमै नराम्रो लाग्यो होइन। यदि उहाँ बहिनीलाई चाहिँ होइन हामीहरूले सबै मिलेर चाहिँ अलि इनरोलमेन्टको लागि केही मतलब हुन्छ नि, सबै मिलेर चाहिँ यदि केही सहयोग गर्न सकिन्छ भने चाहिँ कोही यता मतलब हुन्छ नि, त्यस्तो हुनु छ भने चाहिँ प्लिज कन्ट्याक्ट गर्नु होला होइन। त्यो बहिनीलाई चाहिँ फेरि भोलि हुन्छ नि त केही नराम्रो चाहिँ बाटो रोज्यो भने त धेरै नराम्रो हुन्छ होइन। भोलि नेपालमा पनि कसरी भन्ने के भन्ने। अनि उहाँले स्ट्याटस पनि यो नयाँ वर्षको उसमा चाहिँ अब एक्लै हिँड्ने निर्णय गरे के भनेर यस्तो स्ट्याटस पनि राखेको थिइन् बहिनीले होइन। यदि केही गर्न सकिन्छ भने चाहिँ प्लिज यसमा छलफल गरौँ न है। मलाई चाहिँ एकदम नराम्रो लाग्यो। त्यो बहिनीलाई चाहिँ इनरोलमेन्ट गर्नलाई चाहिँ के कसरी गर्न सकिन्छ, बहिनीलाई चाहिँ उद्धार गर्नु पऱ्यो। स्क्याम भयो, उनले जानेनन् के गरेनन् होइन। अब एकदम लाटो सिद्धो थियो होला होइन। अब यही त हो नि अब विदेशमा। त्यही भएर तपाईँहरू पनि यो विदेशमा बस्नुहुने जो पनि पनि हुन्छ, एकदम तपाईँको माइनर रोड एक्सिडेन्टमा तपाईँको फल्टको कारणले चाहिँ एक्सिडेन्ट भएको भनेर धेरै फोनहरू आउँछ, त्योहरूसँग बस्नु होला। कहिले भोडाफोनको भनेर आउँछ, भोडाफोनमा तपाईँले सित्तैमा न्यानो सिम हामी तपाईँलाई इन्स्टल गराइदिन्छौँ, तपाईँ त्यो कोड सेयर गर्नुहोस् भनेर आउँछ होइन। मलाई पनि आउँछ, म त यो त तिमीहरू स्क्यानर साला काम छैन, गो टु योर कन्ट्री भनेर त्यसरी चाहिँ म भन्ने गरी आउँछ। त्यही पनि बारम्बार फोन आउँछ। त्यही भएर यस्तो